ल दर्शकबिन फेरि पनि चाइनाबाट दुःखद खबर आएको छ। चाइनातिर बाढी आइरहेको छ र त्यो बाढी चाहिँ केही घन्टामा नेपालमा पनि पुग्न सक्ने र त्यसै गरी बोटेकोसी हुँदै त्रिशुलीसम्म आइपुग्ने भएको कारणले गर्दाखेरि त्यस आसपासमा बस्नुभएका बासिन्दाहरू एकदम सचेत हुन र त्योभन्दा मुनितिर बसेका बासिन्दाहरू पनि एकदम सचेत हुनका लागि चाहिँ अनुरोध छ भनेर चाइनाको वेबसाइटमा पनि राखेको छ। त्यसै गरी चाइनाबाट सूचना आएको कारणले गर्दाखेरि तपाईँहरू यथाशीघ्र जतिजना पनि उद्धार टोलीमा जानुभएको छ तपाईँहरू पनि एकदम सुरक्षित तरिकाले चाहिँ बस्नु हुन चाहिँ अनुरोध गरेको छ। र त्यस्तै गरी यसो खालको चाहिँ देशमा नै देशव्यापी दुःखद घटनाले घेरिएको अवस्थामा चाहिँ तपाईँहरू सबैजना सम्मिलित भएर एकले अर्कालाई सकेको सहयोग चाहिँ गर्न चाहिँ नछुट्नु होला। र धेरै जस्तो सोसल मिडियामा पनि देखिरहेको थिएँ, धेरैजना चाहिँ मानव रूपी दानव जस्तो खालको व्यवहार गरेको छ। त्यस्तो नगरौँ, सबैजनालाई दुःख भनेको चाहिँ दशा भनेको बाजा बजाएर आउँदैन। त्यही कारणले गर्दाखेरि सबैले आफूले सकेको सक्दो सहयोग गर्न चाहिँ नभुल्नु होला। र मैले पनि सहयोग गरेको छु र तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने सरकारी क्युआर नै छ, त्यो भने तपाईँले जुन चाहिँ सहयोग गर्न सक्नुहुनेछ।